मर्निङ साथीहरू, हजुर सन्जना आजको साथमा आज न्यू भ्लग लिएर उपस्थित भइसकेको छ। हजुर सन्जना म यहाँ सन्दैछु। धेरै दिनपछि पहिला भिडियो लिएर आएको थिएँ। धेरै दिन त होइन, अस्ति भर्खर हालेको हो। कति दिन भयो थाहा छैन, र मैले अस्ति भर्खर हालेको थिएँ। हजुर सन्दै म यहाँ सन्दैछु। अनि प्लिज यो भिडियो हेरिदिनु होला। पहिलाको भन्दा अहिले लास्टै एउटा भएको के भ्युज घटेको साथीहरू। पहिला लास्टै धेरै लाइक आउँथ्यो, यो त्यो आइडी उठेपछि यो आइडी हालेको त साथीहरू। यो आइडीमा आउन छोड्यो के, गर्नु पऱ्यो साथीहरू, हेर्नु पऱ्यो। त्यही भएर मलाई हाल्न मन पनि लाग्दैन हौ साथीहरू। त्यही भएर मलाई यस्तो उयो गरेको स्किप गरेको हाल्नलाई म दिनकै हाल्थेँ। नभए भ्युज जाने भए भ्युजै जाँदैन। पहिलाको जस्तो जाने भए त म साथीहरू सेयर म हाल्थेँ कि। अहिले त लास्टै भयो क्या, लास्टै भयो। यहाँ राखौँ न। यता यहाँ हेर्नु चाहिँ के रहेछ हेर्नुहोस्। यता 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 यहाँ कि देख्यो सोसाइटीमा पानी खानु लाग्यो। बिहान भनेको बिहान चाहिँ के भने 11 बजिसक्यो साथीहरू। फोहोर लगाइदिने होइन, फोहोर लगाइदिने होइन, लुगा धुन आएको त धारामा हो लुगा धुन आएको हो। देखिबाट यसलाई यहाँबाट हेरिरह। के हेरेको के हेरेको के हेरेको अर्को नि आयो। लु बिरालो सँगसँगै आयो। लु 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 अब खाइदियो बिरालोले, खाइदियो। आमामामा यो के विधि मटाएको, के विधि अल्को भएको यो बाछी। आमामामा गोठ के सक्दैन, ठुलो बाछी हुने भयो नि त यो त। लु आमामामा फुत्के भन्दा यो थाम्न सक्दैन हौ। होइन त्यसलाई जता गयो त्यतै सँगसँगै हिँड्नुपर्ने के है। जता गयो त्यता सँगसँगै हिँड्नुपर्ने होइन। हेरेको गाईले खायो अब। टर्नु पर्दैन। कता हिँडेको मेरो पछि आउनुपर्छ त। अब कराउँदै आयो हेर्न यहाँ। पिटौ म त बिरा यता जाँदैछु साथीहरू। के गर्दो रहेछ, आउँछ कि आउँदैन। ए आयो सँगसँगै जान्छ अरे। कहाँ जाने हो थाहा छैन। देखाउँछ है कता गयो। ए ऊ आउँदै खाऊ। एउटा कुरा देखाउँदै Scissor, paper, rock and rock. ले भाइ साथीहरू म बनाउँदैछु टिकटक बनाउनको लागि लिएर आउँदैछु मेकअप। ओके धेरै दिन भयो कि बनाएको छैन। अनि आज चाहिँ म सेयर बनाउँछु भनेर सोचेछु, तर हेरौँ कस्तो हुन्छ। पहिलेको जस्तो यहाँ झ्यालमा राखेर बनाउँदा यस्तो राम्रो आउँछ कि त्यहाँ फोटो त्यही भएर लगाएको। यहाँको हेर्नु है पक्लक्कै छैन केही नै। आयो भने यति धेरै आउँछ कि यति चिसो मोइस्चराइजर नलाइ त मेरो फोटो के अरे यस्तो चिउतो हुन्छ अरे। के भन्छ त्यसलाई, फुस्रो हुन्छ कि फुस्रो। पुरै हिलै गरेर लानुपर्छ। हिल्लै भन्छ हिल्लै त्यसरी लानुपर्छ साथीहरू। भएन त हिलै चिलै जे भने नि त्यही।
हाततिर नि लगाउँ साथीहरू है मजाले पुस अर्को पनि रेडी हुँदैछ मेकअप लगाइदिन्छु सुरुमा म तल लाइन्छु ए तँ लाउँदिन यो चिल्लो गरौँ यो सुरुमा लाउने हो आइज जब लाउने सनस्क्रिन घाम चर्किया साथीहरू अहिले आइज बस यस्तो मजाले घाम लाग्यो कि यो बस्दा बस्दा पोलिसक्यो अलिकति लगा ल अलिकति म घाममा बस्दा बस्दा पोलिसक्यो कि पुस चिसो छ पहिला म लगाउँछु हैन पुरा तँलाई लगा अनि म तँलाई ल आयो सनस्क्रिन म सनस्क्रिन अन्जुर जेल त्यही त लाइन्छ है दुईजना मेकअप हुँदै है यहाँ एकचोटि देउछु भनेको भागिहाल्यो देखाउँदिन बस दे कपी गर्न पर्यो कपाल भयो नि तेरो यही पनि लानु पर्यो लिएर त नि के दियो त नि मेरो कपाल त नपुस यता कपाल यस्तो गर्नु त यो सनस्क्रिन यति धेरै ब्लाइन्ड गर्नुपर्छ नि ब्लेन्ड हो कि ब्लाइन्ड हो त्यो भने नि त्यही हो यति अच्छा र धेरै उतो गर्नुपर्छ नि कपाल लाग्यो केही चेन्ज भएको त मेरो अनुहार यो मलाई केही चेन्ज भएको कस्तो राम्रो गएर देखिया गोबीलाई आजलाई पनि लागिरह यार घरि बसेर घाँटीतिर पनि लाउनु पर्यो साथीहरू नभए यता गएर हुन्छ यता कालो हुन्छ के अझ म लाउँदिन देखिन्छ कि साथीहरू त्यो चाहिँ म चाहिँ घाँटीमा त्यही जहिले पनि लाग्छ साथीहरू किनकि यहाँ र यहाँ गोरो हुन्छ नि अनुहार मात्रै छ भएर के गर्नु अनुहार मात्रै गोरो यहाँ चाहिँ कालो हुन्छ बस यता मेरो टर्न भ्यागे छैन अझै के मेरो अझै भ्याएर बस मेरो टर्न एक पल्ट तेरो टर्न मेरो टर्न त्यहाँ इन भित्र आइ लास्टै फुस्रो भयो अब पालि फाउन्डेसनको Oh my god. आहा बन्द गर्दा गएकै होइन आहा बन्द गर्दा पुस यो पापा पालि साथीहरू पाउडरको फाली धस्तेको कसो देखेँ पुरा सेतो भयो कि सेतो आइ फेरि लाइन्छु टेन लेखेन 10 दिन भन्नुपर्छ आइ फेरि लाइन्छु आफूले त लाउनै आउँदैन फाइनल लुक फिनिस्ड भयो साथीहरू केही लासेन अरू ल्याउन बिर्सेको के बिर्से भनेको काजल बिर्से अनि के रे उ त्यो के बिर्से बुझ्ने जस्तो भएन त भयो नि यहाँ त मान्छे त्यस्तो टिका ल्याए त हो टिका ल्याऊ कपाल कोर्छु यस्तो कस्तो देखियो कि भित्रबाट देखाउँछ भित्र ले साथीहरू त्यहाँदेखि थाहा भएन यहाँ चाहिँ मलाई पनि देखायो भएन त भएन साथीहरू भएन चलेको हजुर गेम खेलेर आमा 24 घन्टा त गेम खेलेको मोबाइल नखोसी साथीहरू भएन यार यो माथि बस्ने अनि खालि गेम खेले ओ टिकाले त मलाई एउटा घरमै काटेको मह चाका थियो एक डबर धानै म यत्रो खाइसक्दिनँ अलिकति हो चाख्ने मात्रै हो धानै जान्छ यत्रो कहाँ खाइसक्नु हो सबै धानमा झरेर यो मात्रै खान्छु आधी मात्रै यसको यसो त खान्छु बरु यो सबै टिप्नु न
के हो यो? धान मनै लागेन यसपालि त चाका पनि थोरै थिएन सबै उसँग खाए हजुर खाए perfecto तेरो बनाइयो भिडियो टिकटक पनि बनायो त्यहाँदेखि कहिले लगाउन दुइटा दिँदै पाएन सविता सविता रे सुधा सुन्ता लिएर आइज न खाम घाममा बसी बसी खस्ने भए लाउनु अब खट्टा छ होला सन्चो होइन डर लाग्छ के खानमा भयो खान्छु खा त ब्लर आयो क्यामेरा मिलाएकै रहन्छ म चाहिँ आएको झनै लोडिन हो मैले रोपेको राजमा हेर्नलाई मैले रोपेको थिएँ नि त यहाँ अनि कस्तो भयो राजमा ओ माई गड साथीहरू मलाई यस्तो मनपर्छ राजमा भरै चाहिँ नि खाने यार यस्तो टिपेन आउनुहुन्थ्यो घर खानलाई अब ढिलो भइसक्यो साथीहरू के गरौँ देखाउँछु तपाईँलाई कस्तो भयो हेर्नु न कस्तो राम्रो भयो टन्न रोपेको देखेर यहाँसम्म रोपेको अनि तल चाहिँ तोरी रोपेको थिएँ अब छिटो उतो गरिसक्नु भएछ यहाँ छ घाँस कस्तो मजाले आएको यो घाँस हेर्नु न हरियो हरियो ऊ त्यहाँ यहाँ कस्तो मजाको भएर चाहिँ कि यस्तो मजाको भएर चाहिँ कति पछि बल्ल आएको कि म यहाँ बारीमा यसो हेर्थेँ भनेर अघि आउँछु भन्थेँ झ्याउ लाग्यो कि अघि अनि अहिले आएको कस्तो मजाको खबला वा यहाँ साह्रै रमाइलो लाग्छ कि यहाँ जङ्गलमा बस्न मलाई जङ्गल हरियालीमा बस्न मलाई रमाइलो लाग्छ गाउँमा बस्न त हरियाली हरियाली यहाँ चाहिँ बनाउँछ च्याउ यहाँ चाहिँ च्याउ घर उतापट्टि जाऊँ साथीहरू कस्तो भयो हेर्नलाई कालो आमा साथीहरू के गर्नु गाह्रो छ यसरी समात्छु मलाई समात्न आउँदैन के हुन्छ के कस्तो राम्रो समात्न अरू भ्लगरहरू म भनेको त्यस्तै हो लेसी पुरा कालै छ कालै चप्पल ठुलो भएर साथीहरू म जतिखेर चिप्ले लडेको गर्छु के गर्नु गाह्रो छ गाह्रो ठुलो चप्पल किनेर यस्तो रहेछ यता यता नि छेउ राख्नु रहेछ हेर्नु हुँदैन त्यहाँ पसेर बिग्रिन्छ त्योबाट लागि गर्थ्यो अब यसो यता हेर्नु सक्नुहुन्छ कस्तो दामी हो कि चराहरू पनि कराइछन् यसरी समातेर हातै दुख्ने रहेछ लु साथीहरू साँच्चै भनेको घाम कस्तो मजाले लाग्यो कि हेर्नु न कस्तो घाम लागेको साथीहरू म खान लागेको चाउमिन कसरी खाऊ यसरी समात्नु पर्यो लिपस्टिक पुस्नु पर्छ साथीहरू लिपस्टिक खान्छ क्या मलाई लिपस्टिक पुस्छु पहिला लिपस्टिक नपुसी म खाँदै लिपस्टिक खाइन्छ छ्या मेरो फाइनली मैले लिपस्टिक पनि पुसेर आएँ तर मोबाइल अड्डिएन कस्तो साथीहरू मोबाइल नअड्डिएन यस्तो रिस उठ्छ नि चिप्ले घर उल्लु कसरी भन्नु त कसरी अड्डिया म त भन्नु त नअड्डिने भयो यसरी समात्छु है भान्जा नि भ्लगमा आउने हो ल भन्नु ल छिटो भान्जाले अब भन्नुहुन्छ ल भन्नु ल छिटो सिरिसाले भन्छ ल सिरिसाले
हेलो साथीहरू हजुरहरू सन्चै हुनुहुन्छ हामी पनि सन्चै छौँ भन्नु हेलो गाइस ए रोटी नहालिकन भन्नु हेलो गाइस वेलकम टु आवर च्यानल हुनुहुन्छ हामी पनि सन्चै छौँ राम्रोसँगले भन्नु न त्यो त भागिहाल्नु भयो लु राम्रोसँगले बोल्नु लु गाइजहरू सन्चै हुन्छ म यहाँ सन्चै छु भन्नु न राम्रोसँग गाइसहरू तपाईँहरू सन्चै हुनुहुन्छ यहाँ हामी पनि सन्चै छौँ हजुरलाई राम्रो लाग्यो भने सब्सक्राइब गर्न नबिर्सिनु हजुरलाई राम्रो लाग्यो भने सब्सक्राइब गर्न नबिर्सिनु कमेन्ट पनि गर्न नबिर्सिनु होला कमेन्ट पनि गर्न बिर्सिनु सेयर पनि गरिदिनु भन्नु सेयर पनि गरिदिनु सेयर भन्नु न सो साथीहरू म फाइनली घर आइसकेँ अनि अघि चाहिँ माइतमा थिएँ अघि चाहिँ आउन बनाउँछु भने चाहिँ बिर्सेछु कि रातिमा अनि भान्जाले टिभीमा आउने अरे त्यही भएर भान्जालाई लिएर आएको लु भन्नु के भन्न चाहनुहुन्छ हाँस्ने मात्रै टिभीमा भान्जालाई पनि आउन मन लाग्यो अरे कि टिभीमा अनि टिभीमा हेर्नुभएको थियो हिजो अनि यस्तो हालिदिउँ भन्छ भान्जालाई लु भान्जा हेरिदिनु लु भनिदिनु टिभीमा के भान्जा टिभीमा हालेपछि हेर्ने हो ए सो साथीहरू आजको लागि यति नै यो भ्लग एन्ड गर्ने साथीहरू मेरोमा राति भएपछि आउँदैन कि राम्रोसँगले अनि त्यही भएर म बनाउँदिनँ अब राम्रोलाई लाइक गरिदिनु सब्सक्राइब पनि गर्न नबिर्सिनु भन्दै म यो भ्लग एन्ड गर्छु साथीहरू बाई बाई साथीहरू बाई भन्छु बाई बाई